चाहिँ फाइनली मैले गीताको होमवर्क भने लेखिसकेको छु। यस गाइज, मैले चाहिँ अहिले खानातिर लागिसकेपछि म चाहिँ होमवर्क गर्नतिर लागेँ। कुरा चाहिँ के भन्दाखेरि म होमवर्क गर्दा चाहिँ होमवर्क सकिएको पत्तै नै भएन। अनि होमवर्कसम्म गरिसकेपछि फ्रेस भएपछि म चाहिँ खेल्नतिर लागेँ। कुरा चाहिँ के भन्दाखेरि तपाईँहरू सुन्नुहोस् है त। अब म चाहिँ के भन्छु भन्ने बारे तपाईँहरू सुन्नुहोस् है त। अब चाहिँ मैले बल भने यो गाडी र यो गाडीमा खोज्नु पर्नेछ। अङ्कलले चाहिँ राख्नु भएको थियो बल भने यो गाडीमा रहेछ, यो एम्बुलेन्समा। अहिले चाहिँ बल निकाल्छु अनि त्यसपछि मिल्छ है त। खेल्ने ठाउँमा सबै भएका थिए भेला। भलिबलको पोइन्ट रहेको थियो 16-13। यस, 16-13। अनि हामी चाहिँ यहाँतिर खेल्नतिर लाग्यौँ। बल भने अहिले माथि गएको थियो। अनि खेलिसकेपछि म चाहिँ घरतिर आएँ। घरतिर आएपछि हात खुट्टा धोएँ अनि हात मुख धोएँ। आजको मेरो डे 14 को मिनी भ्लग तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लगेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। आजको मिनी भ्लगमा यति नै। थ्याङ्क यू सो फर वाचिङ। बाई।